साथीहरु गुड मर्निङ र वेलकम टु ब्रदर नेपाल युट्युब च्यानल। र आज चाहिँ तपाईहरुलाई म देखाउन गइरहेको पछाडी जुन मन्दिर छ नि त्यो मन्दिरमा चाहिँ हामीले एउटा अस्ति जुन मैले फेसबुकमा हालेको थिएँ एउटा गजुर थियो पित्तलको गजुर र त्यस्तै गजुर चाहिँ एउटा बनाउनु पर्ने छ र त्यो गजुर चाहिँ यही मन्दिरमा लाग्ने हो र हामी चाहिँ त्यसकै लागि सामान लिन जाँदैछौँ। भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्नु होला है त। र यसमा मेकिङ गरेकोदेखि लिएर हामी सामान किन्न गएको मेकिङ गरेको र पुरै फुल भिडियो तपाईहरुलाई देखाउने छु। र हामी चाहिँ यही अटोमा जाँदैछौँ है, हाम्रो गाउँकै दाजु हुनुहुन्छ र हामी त्यहाँ पढ्न जाँदैछौँ। हाम्रो पनि निस्क्यो क्या भाइ फेसबुक फोटो आउँछ होला है अगाडिको हामी चाहिँ जाँदैछौँ है साथीहरु। हामी चाहिँ अघि जुन सामान किन्न लागेको थियौँ बाता किन्नलाई बाता किन्न लागेको थियौँ र त्यो चाहिँ यताको अब हामीले किन्ने भनेको प्रायः जस्तो यतैतिर हो दमकको भाँडा पसलतिर। तर आज त्यो पाता चाहिँ यहाँ कहीँ पनि पाएन। जुन हामीलाई पाता दिइराख्ने साउजीहरू चाहिँ अहिले इन्डिया जानुभएको रहेछ घुम्नुको लागि र उहाँको पसल पनि बन्द छ। र अब हामी चाहिँ पाता किन्नुको लागि चाहिँ धरान जानुपर्ने भयो र म धरान गएको भिडियो पनि तपाईँहरूलाई देखाउने नै छु। त्यसलाई चाहिँ हेर्दै गर्नु होला है त। र त गाइज हामी चाहिँ सामान किन्नलाई भनेर धरान जाँदैछौँ। हामी सामान किन्नको लागि चाहिँ धरान जाँदैछौँ र हामी फेरि आज चाहिँ दाजुभाइ नै जाँदैछौँ सामान किन्नलाई। हाम्रो दमकतिर पाएन र अहिले हामी पथ्री शनिश्चरे जङ्गल होला र यहाँ पिच पनि बनेको छ र हामी चाहिँ अहिले पथ्री शनिश्चरे जङ्गल आउँदैछौँ। र अब यहाँदेखि धरान जानलाई त अझै टाइम निकै छ। हामी हिँडेको लगभग आधी घन्टा भयो होइन, आधी घन्टा मात्रै भयो हामी घरबाट हिँडेको र यहाँदेखि हामीलाई धरान पुग्न अझै 1.5 घन्टा जति लाग्छ। बाटो लामो छ र हामी चाहिँ बाइकमा आएको छौँ। भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्नु होला। म धरान पुगेर धरान केही एउटा भिडियोहरू बनाउँछु। कागरहरू कति धेरै छ है, भाँच्दै थिएन बस्नुभयो हेलमेट अन गर्नु। ए अहिले एउटा ए खोसिहाल्छ नि अहिले। यो पनि यो चाहिँ यो गर्नु केही गर्दैन हौ। देन यहाँ आउनु हातैमा देन उता पछाडि पनि आउँदैछ। यो उभिएकोलाई हातैमा देन। लु अब चाहिँ हेर्नु साथीहरु, अब हामी चाहिँ यहाँ एकछिन विश्राम गर्नलाई रोकेका थियौँ है। र म आएको बाइक पनि यही हो र अब चाहिँ बाइकमा पसेर फेरि हामी धरानकै लागि यात्रा लामो छ। भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्दै गर्नु होला है त। She moves like a map with no borders, a whisper caught in the wind. I see her boots at the corner cafe with a notebook and a grin. She's chasing skies I've never named while I stay in my lane. But something in the way she moves keeps pulling at my chain. Oh, traveler, you carry the sun in your stride, leaving behind what I hold inside. If I don't ask your name today. Indicator दे।
घन्टा घर छ नि त यहाँ ऊ हौ धरानको घन्टा घर धरान र त साथीहरू हामी चाहिँ अहिले धरान आइसकेका छौँ है सामान किन्नलाई र हामी सामान किन्न लागेको दोकान पनि अगाडिकै हो त्यो अब आउनु जानु त्यो अब तल राखेर मतलब कस्तो हो चौबिस गेजको 32 इन्ची निकालिदिने 16 भनेर चौधको 26 गेज केजीमा 22 कति